नेपालको संवैधानिक यात्रा देशको राजनीतिक सङ्घर्ष, परिवर्तन र जनताको आकांक्षासँग गाँसिएको छ। आजसम्म नेपालले 7 वटा संविधानको अनुभव गरिसकेको छ। सर्वप्रथम राणा प्रधानमन्त्री पद्म शमशेरले नेपाल सरकार ऐन ल्याए, तर यो पूर्ण रूपमा कार्यान्वयन हुन भने सकेन। त्यसपछि 2007 सालमा अन्तरिम सरकार ऐन ल्याइयो, जसले राणा शासनको अन्त्यपछि प्रजातान्त्रिक अभ्यासलाई बाटो खोल्यो। 2015 सालमा राजा महेन्द्रले नेपालको संविधान 2015 जारी गरे, जसले पहिलो पटक संसदीय प्रणालीको सुरुवात गर्यो। तर 2019 सालको संविधान ल्याएर पञ्चायती व्यवस्था स्थापना गरियो। जनआन्दोलन 2046 पछि 2047 सालको संविधान आयो, जसले बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको स्थापना गर्यो। पुनः 2063 सालमा दोस्रो जनआन्दोलनपछि अन्तरिम संविधान 2063 जारी भयो, जसले गणतन्त्रको आधार तयार गर्यो। अन्ततः 2072 सालमा संविधान जारी भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भयो। यसरी नेपालका संविधानहरूले हाम्रो राजनीतिक यात्राको सङ्घर्ष, उपलब्धि र भविष्यप्रति आशा बोकेको देखाउँछ। आज हामी 2072 सालको संविधान अन्तर्गत संघीय लोकतान्त्रिक गणतन्त्रमा अघि बढिरहेका छौँ।